हामी अहिले सुर्खेतमा अवस्थित बुलबुले तालमा घुमघाम गरेर फर्किसकेका छौँ। म यहाँ छु, यता हाम्रो सुनिल सर हुनुहुन्छ, अनि यता साधना बहिनी छिन्, अनि यता अरुण सर हुनुहुन्छ। कस्तो लागिरहेछ त सुर्खेतमा आएर इन्टरनेसनल कन्फरेन्समा चाहिँ हामी पेपर पनि प्रेजेन्ट गर्यौ तिमीले हैन? हजुर हजुर। कस्तो फिल भयो पहिला तिमीबाटै तिम्रो अनुभव सुनाउ ल। मेरो चाहिँ यो फर्स्ट टाइम भएको भएर एकदमै फ्रुटफुल भयो सेसन पनि। त्यसपछि आफूले प्रेजेन्ट गर्दाखेरि यसरी गर्नुपर्दो रहेछ भन्ने कुरा पनि कति धेरै कुराहरू सिक्यो, लर्निङ भयो हैन? लर्निङ भयो। अनि त्यसपछि मिस्टेक्सहरू पनि आफूले एनालाइज गर्न सक्ने मौका मिल्यो। ओभरअल एकदमै रमाइलो भयो। नेक्स्ट टाइम अब अर्को इन्टरनेसनल कन्फरेन्स एटेन्ड गर्दाखेरि हजुर अब यो कुराहरूमा चाहिँ हामी प्रिपेयर हुनुपर्ने रहेछ भन्ने कुराको गाइडलाइन्स पनि केही कुराहरू हामीले सिक्यौँ हैन? सिक्यौँ सर। भनेपछि यो एक्सपोजर चाहिँ आवश्यक रहेछ भन्ने कुरा आवश्यक रहेछ एकदमै सर। अब अरू साथीहरूलाई पनि तिमीले चाहिँ यो कुराको हो सर चाहिँ महसुस भन्दा पनि इन्फर्मेसन दिनु पर्यो। सायद जसले गर्दा साथीहरू पनि यस्तो खालको एक्सपोजरमा आउनको लागि मोटिभेट हुनु पर्यो। पार्टिसिपेन्ट्सको रूपमा चाहिँ पेपर प्रेजेन्ट गर्ने गरी आउनको लागि मोटिभेट हुन आवश्यक छ र रिसर्च केका लागि आवश्यक छ, किन रिसर्च गर्ने भन्ने कुराहरूको जुन जति बुझाउनु पर्ने त्यो हामीले अझ पनि बुझाउन सकिरहेको छैनौँ। अब उनीहरूको लागि पनि हामीले यस्तो प्रकारको कार्यक्रममा गएर आफूले चाहिँ त्यो अनुभव सेयर गरेपछि मात्रै साथीहरूलाई पनि हामीले इङ्गेज गर्न सक्छौँ है। हुन्छ सर। ल अरू अब अरुण सरले थप गर्नुहुन्छ अब। Hello everybody. Do some research. Have a lot of problem and also the solution also. Good luck. ल अब साधना बहिनीको। सो हाम्रो चाहिँ रिसर्च कन्फरेन्समा चाहिँ एउटा तीरबाट कतिवटा निशान भने जस्तो भयो कि लाइक हामी आयो कन्फरेन्समा लर्निङ भयो, फन पनि भयो। अर्को भनेको कर्णाली प्रोभिन्स चाहिँ छुन पाइयो। सो धेरै कुराहरू चाहिँ एक्सपिरियन्स गर्न पाइयो। त्यो पनि एउटै मात्र मोटिभले इन्टरनेसनल कन्फरेन्स। सो अरूचोटि पनि आउनको लागि चाहिँ एकदम मोटिभेसन भएको छ। रिसर्च एकदम 500 लेभलको कन्फरेन्समा, त्यो पनि पार्टिसिपेन्ट नै 500, 21 कन्ट्रिजको इन्भल्भमेन्ट प्लस 500 एबभको चाहिँ पार्टिसिपेन्टमा चाहिँ हामी पनि पार्टिसिपेट हुन पाउँदाखेरि चाहिँ ग्रेटफुल छौँ। मिडवेस्ट युनिभर्सिटी र वेस्टर्न इन्टरनेसनल बुलबुले तालमा अहिले भिजिट गरेर एक्सप्लोर भएर अब फर्किने क्रममा छौँ। अब यसपछि अर्को हाम्रो यो सुर्खेतको यो काँक्रे बिहार भन्ने ठाउँमा पनि जानेछौँ। पहिला हामी लन्च लिनेछौँ। आफ्टर द्याट विल गो एट काँक्रे बिहार टेम्पल। ओके बाई बाई। बिहान चाहिँ हामी फेरि चितवन चाहिँ पुगिसक्छौँ। ल बाई बाई।